स्टुडेन्ट ल यो चाहिँ एउटा फ्लो चार्टको लागि म यहाँ देखाउँदैछु तिमीहरूलाई र यो फ्लो चार्टको लागि चाहिँ मैले यो एउटा स्याम्पल लिएको छु र माइक्रोसफ्ट वर्ड ओपन गरौँ माइक्रोसफ्ट वर्ड यसरी ओपन गरेँ एउटा ब्ल्याङ्क पेज युज गरौँ अनि यसरी ड्र्याग गऱ्यो भने यो दुईटाको लेभल यसरी देख्यो भने के बनाउन लागेको यहाँ देखिन्छ सबैभन्दा पहिला यो मैले भनेको यो माइक्रोसफ्ट वर्डमा चाहिँ पहिला सुरुमा लेआउटमा जानु पर्यो मेरो A4 साइजमा छ कि छैन चेक गर्छु यो एउटा चेक गरिरहनु प्रिन्ट गर्दा प्रब्लम हुनसक्छ त्यसैले बानी चाहिँ त्यस्तै गरी बसौँ है अब यहाँ कुरा चाहिँ म पहिला सुरुमा एउटा रङ वेमा कसरी डिजाइन गरिन्छ भनेर देखाउँछु तिमीहरूलाई हैन जस्तै इन्सर्टमा गयो भने मेरो यहाँ सेप्सहरू टन्नै छ र यो सेपहरूलाई मैले युज गर्न मिल्छ जस्तै यो स्टार्ट भन्ने मैले युज गरेँ अब स्टार्ट यस्तो पनि छ अब मलाई त्यस्तै खालको चाहिएको छ भने खोज्नुपर्ने हुन्छ मैले आई थिङ्क दिस इज द वान यसलाई ट्राई गरेर हेरौँ ओभल सेप यहाँ छ है आई थिङ्क यही ठिक हुन्छ होला हेरौँ यसलाई हेरौँ अनि मैले यसरी यहाँ बिचमा ल्याएर यो स्टार्टलाई यसरी बनाएँ अब यसको कर्भ अलि धेरै छ भने यो येल्लो लाइनलाई मुभ यसो गऱ्यो भने कर्भ मेरो फेरि त्यही लेभलमा आउँछ अब यहाँ स्टार्ट लेख्नु पर्यो मलाई स्टार्ट लेख्नको लागि चाहिँ राइट क्लिक गरेर एड टेक्स्ट गर्यो भने यहाँ लेख्न मिल्छ स्टार्ट लाइक दिस ओके अब यसको फन्ट बढाउनु पर्यो भने हामीसँग प्रिभियस वेमै छ यसरी और लाइक यहीँ बसेर फन्टको साइज बढाउन पाइन्छ हैन यो तरिकामा अब एक्ज्याक्टली फन्ट म्याच गर्नुपर्छ भन्ने कुरा छैन तर यो रङ वे हो त्यही पनि देखाउँदैछु है यसमा प्रब्लमहरू के छ र यस पछाडि मैले गरेको केसमा चाहिँ कस्तो आउँछ भन्ने कुरालाई चाहिँ म फोकस गर्दैछु त्यसपछि मलाई यो प्रोसेसको लागि चाहिँ प्रोसेस चाहिँ सकेसम्म हामी रेक्ट्याङ्गल नै डाइरेक्टली लिन्छौँ यो भयो अनि त्यसपछि एउटा लाइन पनि दिइरहेछ अगेन सेम थिङ राइट क्लिक नेक्स्ट एड हैन यसमा चाहिँ प्रोसेस भने अब फन्ट साइज चाहिँ सेम बनाऊ इट्स बेटर हैन यसको र यसको सबैको फन्ट साइज सेम बनाऊ अघि मैले 20 युज गरेको थिएँ होला माथि 20 नै युज गरेँ अनि यस्तो साइज पनि लगभग सेन्टरमा आएको जस्तो देखाउन सक्यो भने बेटर सो प्रोसेस अनि अब मलाई के चाहियो त भन्दा हरेकपल्ट म यहाँ क्लिक गर्ने बेलामा हेर्नु यहाँ गइरहेको छ है म यो चेन्ज गर्दै यसमा जाने फेरि अनि यो एरो युज गर्ने अनि एरोलाई यसो तान्यो स्ट्रेट लाइन यसरी तान्यो है अब यो मुभ गर्दाखेरि मेरो एरो मुभ भइरहेको छैन र यो सबै सेलेक्ट पनि एकैचोटि गर्न मिल्दैन मैले यो कन्ट्रोल थिच्दै यसरी सेलेक्ट गर्दै जानुपर्छ यो चाहिँ रङ वेमा हामी गर्दैछौँ हैन अब यो दुईटा इमेजलाई मैले फेरि मेटाइदिएँ अब यसलाई के गर्ने त यसरी गर्दाखेरि कस्तो चाहिँ फाइदा हुन्छ भन्दाखेरि यो जुन इन्सर्टमा गएर सेपको लास्टमा हेऱ्यो भने न्यू ड्रइङ क्यानभास युज गर्ने त्यो भए पनि धेरै सजिलो हुन्छ लाइक दिस कत्रो चाहिन्छ तिमीलाई यसरी लेन्थ बढाउने अनि यहाँ गइसकेपछि हामीसँग सेप्सहरू हेर त्यो नयाँ एउटा ट्याब नै ओपन हुन्छ फर्मेट गर्ने अब यहाँ चाहिँ हामीलाई सजिलो हुन्छ अब यो मलाई स्टार्टवाला चाहिएको थियो यो युज गरेको थिएँ मैले हैन अनि यसलाई रिटर्न गरेर यहाँ राखिदिएँ राइट क्लिक एड टेक्स्ट र स्टार्ट अनि यसलाई सेलेक्ट गरेर मैले के बनाएको थिएँ फन्टको लेभल फन्ट हैन कन्ट्रोल ग्रेटर देन साइन अथवा चाहिँ बिग ब्र्याकेटलाई गऱ्यो भने 20 जति फन्ट आइहाल्छ यसरी त्यसपछि गएर मैले रेक्ट्याङ्गल सेप युज गर्छु रेक्ट्याङ्गल सेप भनेको मेरो प्रोसेसको लागि हो र प्रोसेसमा राइट क्लिक अगेन एड टेक्स्ट प्रोसेस सो यसको ब्याकग्राउन्ड हेर्ने बेलामा चाहिँ यो ब्याकग्राउन्ड चाहिँ एक्ज्याक्टली यही तरिकामा जान मन लाग्छ भने हामीले के गर्न सक्छौँ यसको ब्याकग्राउन्ड हटाइदिन मिल्छ यसरी गएर नो ब्याकग्राउन्ड गरे नै हट्छ अब प्रब्लम के भयो यसको फन्ट ओके अब फन्ट देखिएन फन्ट साइज ब्ल्याकमा बनाइदिने यहाँ क्लिक गरेपछि अटो कलर ल यसको ब्याक कलर हैन अब यसको यो बोर्डर लाइन तिमीलाई चेन्ज गर्नु छ येल्लोमा यहाँ येल्लोमा क्लिक गर बोर्डर लाइन पनि आइहाल्यो बोर्डरको साइज तिमीलाई बढाउनु छ ठुलो बनायो भने त्यो पनि आइहाल्छ है अझ फन्ट बढाउनु छ यतिसम्म राख्दा पनि भयो अनि एउटा राम्रो पक्ष चाहिँ के छ यसको भन्दाखेरि यसरी मुभ गर्न पाइन्छ र अर्को भनेको चाहिँ अब यो दुईटालाई सेलेक्ट गर्यो भने यहाँ तल हेर्यो भने चाहिँ हामीसँग एउटा अलाइनमेन्ट भन्ने हुन्छ यो अलाइनमेन्ट यो अलाइनमेन्ट अब्जेक्ट इन सेन्टर भनेपछि ठ्याक्कै यसले सेन्टरमा मिलाइदिन्छ है
अनि अब एरो चाहियो भनेपछि सजिलैसँग हामीले एरो पनि युज गर्न मिल्छ यसरी यहाँ लाने बित्तिकै यस्तो डट डट आउँछ यो डट डटलाई सरर तानेर यो डट डटमा लगाएर जोडिदियो भने हरियो कलर देख्नु पर्यो है यसको हरियो कलर देखेन भने फेरि एकचोटि गरेर यो गर्नुपर्छ सो यो दुईटै डट डट हरियो आयो भनेपछि अब मलाई सजिलो के हो यसलाई माथि मुभ गर्दा यता मुभ गर्दा उता मुभ गर्दा यो एरो चाहिँ टाँसेर आउँछ यसको एउटा बेनिफिट थियो क्यानभास युज गर्दाखेरि ओके सो यो तरिकामा चाहिँ हामीले यसलाई सेन्टरमा ल्याउने भन्यो अगेन लेट्स ट्राई इट सेन्टरमा ल्याइन्छ सेन्टरमै छ सबै है अब यो सेन्टरमा गर्ने बेला यो चाहिँ हट्न सक्छ त्यसले गर्दाखेरि यो चाहिँ एरोवाला पार्ट चाहिँ लास्टमा हामी युज गर्ने गर्छौँ ल नि भयो अब यहाँ डिसिजन बक्स चाहियो मलाई अब यो डिसिजन बक्सको लागि फेरि यहाँ डायमन्ड बक्स भन्छौँ हामी त्यसलाई यो डायमन्ड बक्स यहाँ तान्ने यसरी है अनि त्यसपछि यसको पनि ब्ल्याङ्क स्पेस अघि चेन्ज गरेको हुनाले मैले सेम एक्ज्याक्टली र कलर अरेन्ज जस्तो देखिन्छ सो आई विल चेन्ज द कलर टु अरेन्ज हैन अलिकति लेआउट अलि ठुलो अब यही यो चाहिँ मैले स्याम्पल युज गरेको छु तपाईहरुलाई कुन दिएको छु त्यो अनुसारले गर्ने राइट क्लिक यहाँ राइट क्लिक एड टेक्स्ट अब यसको डिफल्ट कलर एज इट इज छ त्यसले गर्दाखेरि मैले ब्ल्याक कलरमा राखिदिएँ अनि DECISION डिसिजन ल यसरी फन्ट बढाइदिएँ है अनि त्यसपछि अब यसको पनि एरो राख्नुपर्ने हुन्छ एरो भन्दा पहिला यो इनपुट ओके एरो जति सबै लास्टमा गर्ने अहिले एकछिनमा एरोलाई कसरी गर्न सकिन्छ यसलाई पनि यो सबभन्दा पहिला चाहिँ यो सेन्टरमा आउने सबै कुरालाई राख्ने अब कुरा यहाँ तल पनि प्रोसेस चाहिँ यो छ हैन मलाई चाहिँ के गर्न सक्छु यो प्रोसेसलाई पनि तल ल्याउन मिल्छ अब यसरी लिएर आयो भने त एरो पनि टाँसेर आउँछ कन्ट्रोल जेड गरेँ मैले अब यसको यो मात्रै मलाई चाहिन्छ कन्ट्रोल की प्रेस गरिरहने अनि यसरी ड्र्याग गरेर मैले यहाँ ल्याएर छोडिदिएँ भने हेर यो पनि बस्यो है सबै सो अब यो सबै एउटा एन्ड अनि यो स्टार्ट र एन्डको पनि त्यस्तै छ मैले यसो क्लिक गरेँ कन्ट्रोल थिचिरहेको छु है मैले कन्ट्रोल थिचेर कन्ट्रोल सिफ्ट गरेँ भने त सेम स्ट्रेट लाइनमै आउँछ तर कन्ट्रोल मात्रै थिच्नु अहिलेको लागि यो अब यहाँ गएर मैले एन्ड भनेर पनि राखिदिएँ र यो सबै कुरालाई मैले एकैचोटि यसरी सेलेक्ट गर्न मिल्छ जुन अघिनको केसमा हामीले सेलेक्ट गर्न मिल्दैन थियो अनि यहाँ अलाइनमेन्ट पाएर अलाइन टु सेन्टर भन्दै पनि हेर सबैको अलाइनमेन्ट मिल्छ अब यसको चाहिँ यो फेरि चेन्ज गर्नुपर्ने भयो अब यसको चाहिँ यो भयो अब यो दुईटा पनि अझ चाहिन्छ मलाई सो यो दुईटा पनि चाहियो भने मैले यहाँ गएर सेपमा चाहिँ यो प्यारलग्रामको सेप मेरो इनपुट हो मैले इनपुटलाई यसरी राखेँ अब अझ ढल्केको बनाउन मन लाग्छ नि यो येल्लो लाइनलाई मुभ गऱ्यो भने ढल्काउन मिल्छ है आफूलाई कति चाहिएको छ एड टु टेक्स्ट अनि यसको NPUT इनपुट र यसको फन्ट पनि बढाउन मन लाग्छ भने बढाउँदा भइहाल्छ नत्र पनि एज युजुअल गर्न काम भइहाल्छ है सो अलिकति यतापट्टि लिएर आइदियो यसलाई अनि त्यसको एरो अब यसको अलिकति म्यानेज गर्न जान्नुपर्छ है सो अब यसमा चाहिँ दुई तरिकाको युज गर्न मिल्छ कतिजनाले यहाँनिर राख्छ होइन यो अब मैले चाहिँ यहाँ तल राख्नेको केसलाई किन देखाउँदैछु भन्दा कस्तो तरिकाको एरो बक्स युज गर्ने भन्ने कुरालाई देखाउन यो इनपुट भयो अर्को पनि यहाँनिर छ यसो इनपुट कन्ट्रोल थिचेँ मैले कन्ट्रोल र सिफ्ट थिचेँ भने सेम स्ट्रेट लाइनमा आउँछ त्यसैले कन्ट्रोल सिफ्ट थिचेँ यसपालि ओके सो मसँग यो छ दुईटै कुरा अब म एरोहरू राख्दैछु है त पहिला सो एरोको लागि मैले यसो गरेँ यो एरो लिएँ है दुईटै हरियो आउनु मतलब त्यो कनेक्टेड छ ओके यसको यो बिग्रिया जस्तो छ यसको एरो भयो है सो अब यही चाहिन्छ भने नो वरिज यसलाई पनि कन्ट्रोल थिचेर यसो ड्र्याग गर्न पाइन्छ तर यसको चाहिँ एकचोटि यस्तो गर्ने अनि यहाँ क्लिक गर्दा यो हरियो आउनु पर्यो है दुईटै सो जसले गर्दा कनेक्सन सो यो त मिलेन मेरो हैन यो त यहाँ तल जानुपर्ने थियो अब यसको लागि त यो एरोहरू चाहियो मलाई हैन अब यसको लागि चाहिँ छुट्टै एरो चुज गर्नु हो यस्तो टेढे मेढे टाइपको एरो चुज गर्ने यो क्लिक गर्ने यसो गर्ने अनि यस्तो गरेर यहाँ गऱ्यो भने सी द्याट अटोमेटिकली यस्तो एरो दिइदिन्छ मलाई सिमिलरली फेरि म यही यस्तै खालको एरो चुज गर्छु यहाँबाट गएर फेरि है यहाँ खै ल मिलेन चाहिँ है पछाडिको गर्दा मिल्यो ल ठिक छ
हैन। सो यहाँनिर गर्दाखेरि मिल्यो, यतापट्टि गर्दा चाहिँ ल यो पनि आयो अहिले चाहिँ है। सो सिमिलरली अब यही एरोलाई म युज गर्न जाइरहेको छु यतापट्टि। सो यो एरोको पार्टलाई यसरी गर्ने अनि यो एरोलाई यस्तो गर्ने र सिमिलरली यही एरोलाई म यसरी कन्ट्रोल थिचेर तल तान्छु अनि खै कहाँ गयो यहाँबाट यसरी जोइन गर्छु। अब यो भएन भने यस्तो गर्दा पनि आइहाल्छ। सी सबै थोक यो जुन मैले बनाएको डिस्टेन्स पार्टहरू यसरी छ। अब यसमा चाहिँ एउटा बेनिफिट डिसएडभान्टेज के भने यो नो र यस भन्ने कुरा चाहिँ यसरी लेख्न मिल्दैन है। अब यसलाई चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि यो टेक्स्ट भन्ने एउटा हुन्छ, यसलाई नै डाइरेक्टली गरेर यहाँ लेख्ने अनि यहाँ चाहिँ नो भनेर लेखिदियो होइन। अब यसलाई मैले यहाँ ड्र्याग गरेँ भने के हुन्छ, यसरी ड्र्याग बिचमा राख्न त मिल्छ होइन, तर ग्यापहरू चाहिँ एकदम मेन्टेन गर्नुपर्छ यो। अब यस्तै हुन्छ कि अब यो गरेर गऱ्यो भने यो बोर्डर लाइन देखिन्छ यो। अब बोर्डर लाइन हटाउनु पऱ्यो, यहाँ गएर नो बोर्डर गऱ्यो भने हट्न त हट्छ होइन, तर यो हामीले भने जस्तो चाहिँ हुँदैन यो अलिकति है। त्यसले गर्दाखेरि चाहिँ सकेसम्म यो नोलाई अलि माथि नै राखिदिउँ अनि यसको यो सेप पनि हटाइदिउँ ल, यो नोवाला। अनि यसको फन्ट पनि बढाइदिउँ अलिकति होइन, अलिकति बढाइदिउँ भने अब हामीले यहाँ यसो राख्दा पनि प्रब्लम भएन। ओके, अब यसको लागि फेरि मैले यहाँ राखेँ ओके, अनि यहाँ गएर वाइएस यस, अब यस चाहिँ लुगा छ, यसलाई अलिकति तान्यो भने यस पनि आउँछ। सी यो चाहिँ कन्टेक्स्ट हो जसले गर्दाखेरि हामीले होल सेलेक्ट गर्न पाइन्छ है। अब यहाँ मैले क्लिक गर्नुको मतलब चाहिँ अब यो मेरो होल एउटा चाहिँ इमेजको रूपमा थियो। सो अब मलाई यो चाहियो कतै लान पर्यो भने कन्ट्रोल सी गर्छु, यसरी यो क्यानभामा बनायो भने ल कन्ट्रोल न्यू भनेर एउटा बनाऊ, यहाँ लगेर राख्दा पनि डाइरेक्टली होल नै कपी गर्न मिल्छ यो चाहिँ हो। सो यसको एडभान्टेज चाहिँ यो हो। त्यसैले फ्लो चार्टलाई चाहिँ यसरी डिफाइन गरौँ है त। ल थ्याङ्क यू।